एभ्रिवान दर्शन नमस्ते सबैजनालाई हैन। सो आज चाहिँ मेरो डे अफ छ अनि सो डे अफको दिन चाहिँ म बाहिर घुम्न जानलाई रेडी भइसकेको छु। लुगासुगा लाएर रुम नजिकै चाहिँ हाम्रो एस्पायर पार्क छ हैन। सो म चाहिँ एस्पायर पार्कतिर घुम्न जाँदैछु। सो तपाईहरुलाई आजको नयाँ भ्लगमा सबैजनालाई स्वागत छ। सबैजनाले हेरेर माया गरिदिनु होला हैन, सपोर्ट गरिदिनु होला। सो म चाहिँ अहिले रुमबाट निस्किनलाई एकदम रेडी भइसकेको छु। सो अहिले चाहिँ म जाँदैछु। रेडी भएर निस्किसकेको छु हैन, बाहिर निस्किसकेको छु। म चाहिँ साइकलमा जाँदैछु। अब पार्कतिर कतै एक साइडतिर यसो राखिदिने हो अनि यसो बेलुकासम्म यसो घुम्ने हो, घुमफिर गर्ने यतात्यता हेर्ने हो के कस्तो छ पार्कहरू रमाइलो होला हैन। जाँदैछु म चाहिँ, म जाँदैछु। अनि फेरि अब साइकलमा हिँड्दाखेरि खासै पारा खाँदैन, अनि पारा खाएन भने फेरि यहाँ पाराले माचाका बनाइदिन्छ हैन, पाचाका बनाइदिन पनि सक्छ। सो साइकलमा जाँदैछु म चाहिँ। अरे कहना क्या चाहते हो? मेरो रुमबाट धेरै टाढा पनि छैन के, भेलाजु चाहिँ भेलाजु नजिकै पर्छ। भेलाजु एस्पायर पार्क त अब त्यतै भइहाल्यो। कतारमा गर्मी सुरु भयो भने मौसम चाहिँ जे होस् आज चिल छ है, मौसम चाहिँ एकदम कुल रहेछ। सो म चाहिँ यता बाहिर निस्किसकेको छु अनि रोडमा पनि आइसकेँ। सो अब जाँदैछु। यसो घुमफिर गरिन्छ अब छुट्टीको दिन, यसो माइन्ड पनि फ्रेस हुन्छ। पार्कतिर बस्यो अनि पार्कतिर आयो भने होइन मान्छेहरू हुन्छ, भिडभाड हुन्छ होइन। आफ्नो अब साथीहरू भयो भने अझै दामी हुन्थ्यो। सो अब सब केटाहरू ड्युटी गएको छ, साथीहरू अब रुममा एकैचोटि सबै त छुट्टी हुँदैन। सो एकजनाको आज मेरो छुट्टी छ अनि भोलि अर्कोको, पर्सि अर्कोको त्यस्तो छुट्टी हुन्छ। सो एकैचोटि छुट्टी भयो भने ग्रुपमा घुम्न जानलाई अझै मजा आउँछ। सो त्यस्तो छैन, सानो कम्पनी सानो रेस्टुरेन्ट हो, त्यसैले म एक्लै जाँदैछु। सो साथीहरू तपाईँहरूलाई म चाहिँ होइन यो साइकलको लेनमा आइसकेको छु। अनि यता अगाडि 2022 बिल्डिङ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, जो वर्ल्ड कपको टाइममा बनेको बिल्डिङ हो। अनि यता भेलाजु टावर, अनि यो चाहिँ अब स्पोर्टको हो, स्पोर्ट के खेल हुन्छ यहीँभित्र, अब भलिबलहरू के हुन्छ होला सायद। अनि उता देख्न सक्नुहुन्छ खलिफा स्टेडियम, यो चाहिँ खलिफा स्टेडियम होइन। अनि ओ भाइ साहब यहाँनिर चाहिँ हेर्नु न कत्रो ठुलो बल छ हौ, मा कसम यत्रो बल तपाईँहरूले देख्नु भएको थियो गाइज, बम्म खतरा बल छ त हौ। वर्ल्ड कपको बेला बनाएको बल रहेछ होइन। यो बल उचाल्न सकिन्छ कि सकिँदैन होला कमेन्ट गर्नु त तल। बल छ क्या यो चाहिँ, दामी खालको बल रहेछ होइन। यो बल लिएर जानुपर्छ होला नेपालमा खेल्नलाई। राजेश हमालले खेल्ने बल हो क्या यो चाहिँ, राजेश हमालले। अच्छा देखिहाल्नु भएन तपाईँहरूले राजेश हमालले खेल्ने बल पनि। सो यता भेलाजु टावर, उता खलिफा स्टेडियम, अनि यता चाहिँ साइकलको लेन, उता गाडीको लेन, छुट्टै छुट्टै छ क्या यहाँ चाहिँ। फेरि टक्क लगाएर साइकललाई पनि फर्स्ट प्रायोरिटी दिन्छ नि त कतार सरकारले। म चाहिँ 2022 बिल्डिङ अगाडि आइपुगेको छु ठ्याक्कै अहिले। अनि यता साइकल लेनमा साइकल कुदाइरहेको छु। आज चाहिँ म तपाईँहरूलाई साइकलिङ भ्लग देखाउँदैछु है गाइजहरू। सधैँभरि अब रेस्टुरेन्टको यता त्यताको भ्लग देखाउँथेँ, आज तपाईँलाई म साइक्लिङ भ्लग देखाइरहेको छु। सो अहिले चाहिँ म यहाँ छु, हावाले लास्टै ठेलेछ हौ, साइकल अगाडि ठेलेछु, मलाई पछाडि ठेलेछ हावाले। अनि अब यहाँको राम्रो चिज चाहिँ मलाई यही लाग्छ क्या होइन, यहाँको डेभलपमेन्ट, यहाँको रोड होइन, यहाँको अब जुन यो अब साइकललाई हाइवेमा पनि साइकललाई छुट्टै लेन दिएको हुन्छ क्या। अब हाम्रो नेपालमा जस्तो होइन कि साइकल मुला हो खेलिदिने पेलिदिने यस्तो हुन्न। यहाँ चाहिँ अरे कहना क्या चाहते हो? साइकललाई पनि फर्स्ट प्रायोरिटी दिएको छ। साइकलको लागि छुट्टै लेन, मान्छेको लागि छुट्टै लेन। तपाईँले यो यहाँ देख्न सक्नुहुन्छ, यो ग्रिन लेन भनेको चाहिँ मान्छेको लागि हो, अनि यो ब्ल्याक लेन भनेको चाहिँ साइकलको लेन हो। म चाहिँ अहिले साइकलको लेनमा साइकल दौडाउँदैछु। सो तपाईँहरू पनि एस्पायर पार्कतिर घुम्न आउनु भएको छैन, भेलाजु घुम्न आउनु भएन नि आउनु होला। निकै नै राम्रो ठाउँ छ होइन। यहाँको भ्यूहरू तपाईँले देख्न सक्नुहुन्छ। पार्कतिर साथीहरूसँग यस्तो छुट्टीको दिन घुम्न आउँदा एकदम बेस्ट हुन्छ। सो तपाईँहरू पनि आउनु होला, घुम्नु होला, रमाइलो गर्नु होला होइन। एक बारको जुनीमा रुममा बसेर मात्रै पनि हुँदैन। सो सबैजनाले आफ्नो टाइम मिलाएर होइन साथीभाइसँग हप्ताको एक दिन चाहिँ घुम्न निस्किनु होला।
बुढेसकालमा त अब निस्किन सकिँदैन, अहिले नै हो निस्किने भनेको। तपाईँहरू सबैजना आउनु होला। खतरा जिम हान्दैछ होइन, पब्लिक प्लेसमा यतिको चाहिँ हुनु पऱ्यो क्या। जिमको लागि ठाउँ ठाउँमा राखिदिएछ होइन, पुसअपहरू हान्ने। अब नर्मल जो भित्रको भन्दा पनि बाहिरको जति छ त्यो त्यसको लागि राखिदिएछ। प्र्याक्टिस हान्दैछ फुटबलको लागि, जगिङ हानिरहेछ होइन। सबजना आफ्नो आफ्नो प्र्याक्टिस हानिरहेछ केटाहरूले। यता फेरि दुईजनाले हानिरहेछ। सो साँझ परेपछि यहाँनिर छुट्टै रमाइलो छुट्टै हुन्छ कि, सबजना आफ्नो आफ्नो हुन्छ होइन, आफ्नो आफ्नो गेम खेल्ने, गेम खेलिरहेको हुन्छ। साथीहरूसँग बसेर गफ गर्ने, गफ गरेर हुन्छ। अनि यता देख्नु सक्नुहुन्छ यो चाहिँ नेपालमा पनि हुन्छ गेटफुल भन्छ होइन। यो चाहिँ यो गेटफुल भइहाल्यो। यहाँ अगाडि देख्न सक्नुहुन्छ यो के को हो, स्याम्बल हो के हो थाहा भएन मलाई, त्यसको बारेमा आइडिया भएन। अनि उता पारि तपाईँले देख्न सक्नुहुन्छ अल जजिराको के भन्छ मेट्रो स्टेसन यहाँ छ, एउटा यहाँ छ। अनि म चाहिँ यहाँ छु। सो गाइस यस्तै छ जिन्दगानी, दर्पण छाया, 2 दिनको माया, लाउनेलाई लाउने देऊ, नलाउनेलाई नलाउन देऊ। अनि यो के हो फेरि, ड्रोनको हो कि के हो। यहाँनिर बसेर यसो गफसफ गर्ने ठाउँ, भेटघाट गर्ने ठाउँ रहेछ। अनि यो स्पोर्ट सिटीको गेट नम्बर 2मा आइपुगेको छु म चाहिँ। मेट्रोको गेट नम्बर 2मा छु। गेट नम्बर 2 होइन, एक्जिट त 2 के हो जे अनि यही हो भन्न खोजेको, त्यही हो बुझ्नु होला तपाईँहरूले मिलाएर। अनि वाउ सो ब्युटिफुल, यत्तिको भ्यू छ त गाइस, यत्तिको भ्यू त हुनु पऱ्यो नि त। मा कसम दामी आएको छ यार। कि मैले आज डबल ब्याट्रीवाला चस्मा नलाएर हो क्या। तपाईँले मेरो यहाँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ खलिफा स्टेडियम, अनि खलिफा टावर, खलिफा स्टेडियम, अनि खलिफा टावर। खलिफा टावर त भनिदिने होला नि। अब यसको रियल नाम त के हो थाहा भएन मलाई पनि त्यति साह्रो होइन। अब आफूलाई जे मन लाग्छ त्यही नाम दिने हो हामीले। हामीलाई नेपाली हो नि त, यतिको नाम त राख्न जान्नु परेन होइन र साथीहरू। म चाहिँ अहिले खलिफा स्टेडियमको फ्रन्ट साइड हो कि अब ब्याक साइड हो त्यो त मलाई के थाहा, जे भनिदिँदा नि भइहाल्यो नि। फ्रन्ट साइडमा छु होइन गाइस। अब तपाईँहरूलाई यो फ्रन्ट साइड हो कि ब्याक साइड हो मलाई पनि थाहा छैन। अब तपाईँहरू अब आएर पत्ता लगाउनु होला। खलिफा लेखेछ, अब खलिफा लेखेपछि फ्रन्टै होला नि त होइन, अब फ्रन्टै भनिदिने हो। सो टक्क लाएर यहाँ देखिएको भ्यू चाहिँ यस्तो दामी भ्यू देखिएको छ। भ्यू हो कि भ्युज हो जे भने नि त्यही हो देखिरहेछ। अनि यत्तिको रमाइलो भ्यू देख्नलाई त घरबाट रुमबाट बाहिर निस्किनु पऱ्यो नि त हो, रुममा मात्रै बसेर त देखिँदैन नि त। त्यही भएर म चाहिँ अब यहाँ टक्क हेर्दै जाँदैछु। दामी भ्यू आएछ क्या। सो म चाहिँ साइकल यहाँनिर रन्काएर आएको छु। अब के गर्नु, छुट्टीको दिन यति त गर्नै पऱ्यो, यति गरेन भने त फेरि छुट्टी भएको के मजा भएर होइन। रुममा त सधैँ बसेकै हो नि होइन साथीहरू। म चाहिँ जाँदैछु अहिले यहाँ खलिफा स्टेडियम अगाडि पुगिसकेको छु। सो छुट्टीको दिन रुममा बस्दा बोर भएर चाहिँ म बाहिर निस्केको छु। अनि तपाईँहरूलाई यसो छुट्टीको दिन त यसो अब सधैँ एउटै कुरो देखाएको गऱ्यो भने त तपाईँहरू पनि बोर हुनुहुन्छ। सो मैले चाहिँ अहिले अब टक्क भिडियो बनाएर पोस्ट हान्ने नै छु। सो तपाईँहरूले चाहिँ माया अनि सहायक सपोर्ट कमेन्ट गर्न चाहिँ बुझ्नु होला। फेरि कता घुमाइदिएछ हौ यहाँ गएर। यो पक्कै पनि नेपालको ठेकदारले बनाएको बाटो हुनुपर्छ। जिगज्याग बनाइदिएछ यार। हेप्ने मान्छेलाई झन्डै ढलेको नि म। वाउ सुपर ब्युटिफुल। पनि थाहा छैन भाइ सब यतिको भ्यू हेर्नलाई तपाईँहरू कहाँ पुग्नुपर्छ होला होइन। मलाई टाढा पुग्नु पर्दैन, भेलाजु आइपुग्छ। दिउँसो पनि लाइट जलाइरहेछ यार, साइको रहेछ। माथि बत्ती बलिरहेछ सबमा। यतिको भ्यू त हुनु पऱ्यो नि त होइन। छुट्टीको दिन यतिको भ्यू गरी हेऱ्यो भने त त्यसै माइन्ड फ्रेस भइहाल्छ नि त होइन। सर लाएर एक राउन्ड हुन आँट्यो यार मेरो। उतादेखि आएको यहाँ आइपुगिसकेँ म। अब यहाँबाट जाने उता पार्कतिर, मेन यसलाई पार्कतिर जाने हो। यो भित्र के छ मलाई पनि थाहा भएन होइन। यो भित्र के छ, सायद तल अन्डरग्राउन्डबाट कतै जाने ठाउँ होला, एक्जिटको लागि होला कतै, त्यही होला सायद। दामी भ्यू छ नि त गाइस। Pulling up black ring
फुले रहेछ कि गाइस लास्टै मिठो बास्ना आइरहेछ हौ कत्रो फुले रहेछ फेरि दामी फुल्यो नि त चिउरी अब हामीले त्यही चिउरी भन्छौँ होइन तपाईँहरूकोतिर यसले के भन्छ कमेन्ट गर्नु होला सो लास्टै मिठो बास्ना छ यसको यार दामी बास्ना आइरहेछ यसको यो यस्तो लेखेछ होइन अनि मलाई त थाहा भएन क्या यो खासमा यसको भित्र के पाउँछ मलाई त्यो पनि थाहा भएन अनि के भन्छ तपाईँहरूले भेलाजु आउनु भएको छ कि छैन भेलाजुभित्र पनि यसको चाहिँ ब्रान्च रहेछ सो अब केही कम्पनीको ब्रान्च होला होइन अब ठुलै ब्रान्च छ नि त यो होइन विश्वको सबैभन्दा ठुलो ब्रान्चै होला होइन यो त यसलाई त मान्नु पनि पर्छ ब्रान्च हो यो त अनि यहाँ भेलाजुभित्र पनि रहेछ यसको ब्रान्च सो म चाहिँ यसको आज अब एडभर्टाइज गरिदिँदैछु त्यही भएर म चाहिँ यहाँ भिडियो बनाउँदैछु 479 को जर्सी त्यो पनि कट्टु छैन कट्टु बिनाको कुन क्लबको फिफा मलाई त त्यो क्लब चलब मलाई थाहा भएन यो जर्सीको बारेमा होइन स्मल साइज रहेछ अब यसमा कट्टुनु चाहिँ आउँदैन त्यो चाहिँ मलाई थाहा भएन तर यसको प्राइज हेरेर चाहिँ म चाहिँ रिङ्गटा लाग्न खोजेछ गाइज यार यो जर्सी यार यति महँगो पर्छ यार साउदीको फुटबल जर्सी फेरि हेऱ्यो भने चक्कर पनि आउन सक्छ सो म चाहिँ अब यहाँ धेरै हेरिसकेँ त्यो अब म चाहिँ बाहिर निस्किन लागेँ यार म खासमा म फ्रुटको सेक्सनमा छिर्ने भनेर छिरेको तर म गलत लोकेसनमा आएर चाहिँ यहाँ मिस्टेक भएछ क्या सधैँ डबल ब्याट्रीमा भिडियो बनाउने बानी होइन यो चस्मा लगाएर पुरा त्यसै त आँखा कमजोर भएको मान्छे त्यहाँ माथि डबल ब्याट्री हटाएर यो कालो चस्मा लगाएको माया कसम अँधेरो दिउँसै अँधेरो देखेको छु गाइज आज मैले के भएको यस्तो मलाई मात्रै यस्तो हो कि तपाईँहरू नि यस्तो हुन्छ भन्नु त साइकल राख्दै थिएँ होइन अनि एउटा बन्धुले चाहिँ मलाई भन्छ फाइन आउँछ अब साइकल त्यहाँ राखेको छु भरे फाइन आयो भने त मलाई अनि मजा गरिदिन्छ यार केटाहरूले मलाई अनि के गर्नु यस्तो भए चाहिँ प्राङ्क हुँदैन प्राङ्क हान्दिरह मलाई केटाहरूले सो म चाहिँ अहिले केरीको भित्र बेला चाहिँ म जाँदैछु थोरै सामान किन्नु थियो कि त्यही भएर आएको थिएँ यता भित्र त लास्टै कुल थियो यार बाहिर निस्किने बित्तिकै हपक्क गर्मी भएको छ आज त गर्मी सुरु भइसकेको छ कतारमा पनि यो भित्र क्या चिल फिल भइरहेको थियो अहिले अब यहाँ बाहिर निस्केको टक्क हपक्क भइदिरहेको क्या निकै बेर भयो नि त भित्र छिरेको सो अहिले चाहिँ राति भइसकेछ कि म उज्यालो हुँदाखेरि होइन छिरेको यस्तो राति भइसकेछ सबतिर हेर्नु त अघि कति उज्यालोमा म छिरेको राति भएर यहाँ सब लाइटहरू झिलिमिली देखिन थालिसकेको छ हेर्नु न रेन्ज रोभर पार गर्दाखेरि चाहिँ यहाँनिर होइन टक्क लगाएर फाइन आउँछ भन्दै थियो त्यही भएर मैले त साइडमा लगाएको थिएँ अनि अब चाहिँ यहाँ म पार्किङबाट टक्क निस्किँदैछु फेरि यो मेरो रेन्ज रोभर होइन नि मेरो रेन्ज रोभर चाहिँ हो है फेरि सो म चाहिँ दिउँसो निस्किएको थिएन गाई अहिले चाहिँ रात परिसकेको छ सो अहिले चाहिँ म फर्किरहेको छु अनि फर्केर किन लाग्छ मलाई तिम्रै माया सो तपाईँहरूले सधैँ देख्ने होटल चाहिँ हो क्या मैले बिहान ड्युटी जाने बेलामा सधैँ देखाउने होटल यो आज चाहिँ म यो होटलको अगाडिबाट रुम जाँदैछु सो गाइस म चाहिँ फाइनली रुममा पुगिसकेको छु होइन एकजना दाईसँग दुवा जाने भनेको सो दाईलाई चाहिँ ढिला भएर दाई चाहिँ गइसक्नु म आउनलाई अलिकति लेट भयो सो म चाहिँ अहिले चाहिँ रुम पुगिसकेको छु सो अब नेक्स्ट डे रुम के हुन्छ सो गाइस अहिले चाहिँ बज्यो रातिको 8 होइन सो अहिले म चाहिँ जाँदैछु भलिबल खेल्नको लागि सो अघि केटाहरूले बोलाइरहेको थियो अघि मैले खानासाना खाएको थिएन रेडी भएको थिएन त्यही भएर मैले खाना खाएर आउँछु भनेको थिएँ अनि अब म चाहिँ टक्क खानासाना खाएर रेडी भएर भलिबल खेल्न जाँदैछु सो तपाईँहरूलाई पनि देखाउँछु हाम्रो भलिबल खेल्ने ठाउँ कस्तो छ होइन भिडियोलाई हेर्नु सो म चाहिँ भलिबल खेल्ने ठाउँमा पुगिसकेको छु केटाहरू उहाँ भलिबल खेलिरहेको छ हाम्रो नेसनल इन्टरनेसनल प्लेयरहरू छ होइन हाम्रो यहाँ चाहिँ अनि फेरि हाम्रो बागलुङको एउटा पूर्तिभाङको पनि छ राष्ट्रिय खेलाडी हो नि फेरि उहाँ अब सबैजना यहाँ नेसनल प्लेयरहरू छ अनि यहाँनिर सबजना सर्ट हान्नलाई टसार मसार गरेर आज बागलुङले होइन
मेरो काम चाहिँ यसो भिडियो सिडियो बनाउने हो अनि कन्टेन्ट भएपछि होइन यो चाहिँ मेरो हुनेवाला ताला हो अहिले फेरि तेरो दिन्छु उल्टो हातले अनि म चाहिँ अब कुन टिममा हुन्छु म चाहिँ दुध भात हो फेरि यहाँनिर टक्क लाएर अब दुध भातले पनि खेल्न त पाइहाल्छ नि होइन भाइ भलिबल खेल्नलाई म चाहिँ फिल्डमा तयारी पोजिसनमा आइसकेको छु हाम्रो कुन टिम हो मेरो कुन टिम हो मलाई कुन टिम हाल्छ थाहा छैन मलाई हावाले बल खेल्न पनि दिएन है जब त्यो सेट खोलेर केटाहरू रेडी पोजिसनमा सब साथीहरू निस्किसकेको छौँ हामी होइन म्याच चल्ला भोलि फेरि खेल्न सकिन्छ सो सबजना यहाँनिर मिटिङ भइरहेछ हाम्रो अहिले सबैजनाले त हुक्का खाँदैछ अनि हाम्रो को भयो बुढो दाइ त गइहाल्नु हो हाम्रो भानु दाइले नेटलाई समेट्दै हुनुहुन्छ सो आजलाई चाहिँ यति नै भोलि नेक्स्ट भ्लगमा हामी भेट्ने नै छौँ चतर सो अहिले चाहिँ हामी रुम जाँदैछौँ होइन बलसल खेलेर सक्यो हाम्रो खगेन दाइले यता गाडीलाई रन्काउँदै हुनुहुन्छ सबै टाइम फेरि यता मुदिर जस्तो बसेछ म चाहिँ यता भिडियो खिच्दै बसेछु अनि मेरो साइकल चाहिँ साथीले लिएर गयो अहिले चाहिँ अब दाइको गाडीमा म रुम जाँदैछु होइन आजको भ्लग चाहिँ अब यहीँ समाप्ति भइसकेको छ हाम्रो खगन दाइले यताबाट लाइक ठोक्दै हुनुहुन्छ भरे रुममा गएर सब्सक्राइब पनि ठोक्नुहुन्छ मलाई लाग्छ होइन